हेलो गाइस, आज चाहिँ हामी बसन्तपुरको छेउमा अब अगाडि के हुन्छ हेर्नु होला। हामी चाहिँ गुगल म्यापको भरोसा भइदिएर कसैलाई विदाउट नलेज आएको छ, कसैलाई थाहा छैन। फाइनली घुम्दा आइपुग्यौँ। लाज लाग्छ क्या। म पनि बसन्तपुरमा म बोलेको नसुन्ने र हामीले घरमा आएर भोइस ओभर गऱ्यौँ। त्यही भएर अब मेरो साथी बोल्छ ल। जान साथ के खाने सोचमा थियौँ र लस्सी देखिहाल्यौँ अगाडि र लस्सी ट्राई गरिहाल्यौँ। त्यसपछि हिँड्दै समोसा देख्यौँ र समोसा पनि ट्राई गरिहाल्यौँ। त्यसपछि सकुमिचा खाने भनेर एउटा क्याफेतिर लाग्यौँ, तर सकुमिचा नखाई हामीले एमरी खायौँ। एमरी खाँदा क्याफेमा बनाएको एमरी नमिठो भए पनि त्यहाँ फोटो खिच्ने ठाउँ चाहिँ दामी रहेछ र फोटो हामीले खिचिहाल्यौँ। हामी पछि झरेर फेरि सोच्न थाल्यौँ के खाने भनेर त्यहाँ एउटा अचार भेट्यो र त्यो अचार पनि खाइहाल्यौँ। तीनैजना हिँडिरहेका थियौँ। त्यसबीच हामीले 99 सप देख्यौँ। 99 सपमा छिर्न त छिर्यौँ, तर केही नकिनी फनक्क फर्केर हामी फेरि बसन्तपुरै घुम्न थाल्यौँ। हामी धेरै धार्मिक भएकाले त्यहाँ मन्दिर देखिहाल्यौँ र ढोग्नतिर लागिहाल्यौँ। हामी बसेको ठाउँबाटको भ्यू हजुरहरू हेर्न सक्नुहुन्छ, तर त्यहाँ हिजो धेरै नै मान्छे थिए। सबै थोक ट्राई गरेपछि के गर्ने सोच्दै इन्द्र चोक हुँदै हामी बानेश्वरको गाडी चढ्नतर्फ लाग्यौँ। हामी गाडी चढ्न जानु अघि हामीले त्यहाँ धेरै सुन पसल देख्यौँ। त्यो सुन पसल देखेपछि सीतालाई हार्ट एट्याक मात्रै आउन बाँकी थियो। गाडी चढेर बानेश्वर पुग्यौँ र बानेश्वर पुग्न साथ चटपटे पापडी चाट दहीपुरी लाफिङ खायौँ र खाएर पापडी चाट आदि त्यही छोडेर हिँड्यौँ। र आजको भ्लग यतिसम्म। अर्को पार्ट 2 पनि आउनेछ। प्लिज लाइक एन्ड सब्सक्राइब। गाइस, हामी जाने चाहिँ बसन्तपुर भनेर हिँडेको। बसन्तपुरबाट फर्केर हामी बानेश्वरमा झऱ्यौँ चटपटे खाना भनेर। त्यसपछि झुम्का स्टेसन जाऊँ भनेर झुम्का स्टेसन गयौँ। त्यसपछि भने अझ रिङ नेपाल जाऊँ भनेर बानेश्वरबाट पुरानो बानेश्वर गइकन फेरि कहाँ जाँदैछौँ गाइस। हाम्रो खुट्टा भाँचिन्छ आज। हामी यस्तो खुट्टा दुइसक्यो नि मन। अनि हामीले झुम्बा पनि लियौँ। यो हिजो लिएको ठाउँबाट चाहिँ फेरि अझ हामीले कतिवटा 10 जति कप लियौँ। अब फेरि हामी रिङ नेपाल खोज्दै हिँड्यौँ। ल अहिले रिङ नेपाल पुग्यौँ भने म फेरि भिडियो बनाउँछु ल। यो चाहिँ हाम्रो रिङ नेपालको आन्टीले पनि हेरेर प्लिज हामीलाई डिस्काउन्ट गरिदिनु होला भन्दै। केटी हुन गाह्रो छ। रिङ खोज्दै हिँड्यो, पसल नभेटाएर टेन्सन उस्तै। हामी कहाँ लोकेसनले सुधा हामीलाई साथ दिँदैन गाइज, के गर्नु। हामी लोकेसन हेर्दै जाने हो गाइज। हामी दिल्ली बजार आइपुग्यौँ। अब हामी रिङ नेपाल जान्छौँ। साथ दियो भनिदियो फेरि त्यहाँ अफर हेर्नु गाइज। मुनि हामी माथि हिँड्दैछौँ, मुनिबाट गाडी जाँदैछ। आज हामी यस्तो रिङ नेपाल हिँड्दा दिक्क कहाँ छ यो। अब हामी यस्तो ठाउँमा सिधा भ्लग गर्न छोड्दैनौँ भने सिधा सोच्नु न हाम्रो यो कति छ मोटिभ। हाम्रो कति हामी कहाँ छौँ खोइ है। रोड क्रस गर्दैछौँ। रोड क्रस पनि गर्न सफल भयौँ हामी। क्रस गरेर हामी रिङ नेपालमा अझ हामी 1 घन्टा हिँडेर बानेश्वर पुग्नुपर्छ। अझै कति हिँड्नु छ। हाम्रो घरमा यो भिडियो देख्यो भने मार्छन् हामीलाई। आइम भन्छन्, खोइ कहाँ आइम थाहा छैन मलाई। फाइनली आइम गाइज। हामी चाहिँ रिङ नेपाल गएर देखाइदेऊ तिमीहरूको ब्याग। हाम्रो ब्याग उल्टा देखाउँछ यहाँ। गाइज हामीले यो लिनलाई नयाँ बानेश्वरमा पनि रहेछ। हामी पुरानो बानेश्वर आएर पनि कहाँ हो यो पर्बु। अनि गाइज तर मलाई रिङ नेपालसँग बेसी कायद छ। एउटाको मात्रै सेल राखेर हुन्छ भनेर, त्यही पनि ब्रेसलेटको। हामी चाहिँ कति धेरै सेल होला भनेर गएको। खुट्टा दुखाइ ल गाइज। अब चाहिँ म भ्लग गर्न सक्दिनँ।
गाइस हामी चाहिँ अब सरासर घरको गाडीमा जाने अनि अब हाम्रो चटपटे पसललाई पनि बाई बाई हाम्रो भन्दैनौँ गाइस अब हाम्रो आइसक्रिमले आजको दिन सकाइदिन्छ हामी यहाँमा छौँ अब हामी गाडी आउने ठाउँमा जान लाग्यौँ आया खुट्टा भाँचिन लाग्यो यसलाई चाहिँ अलि बत्तीमा देखाउँछौँ ल Control. हामी हिँडेर गएको भए बरु घर पुगिन्थ्यो होला तर गाडी कुदेर कहिले घर पुगेन अब 6 बज्छ होइन गाइस कुर्दा कुर्दा हामी यहीँनेरि बसेको बस्दैछौँ 8 बजे गाडी आउँदैन ओ सिरुटारको अङ्कल ड्राइभर अङ्कल उही बिरुवाको ड्राइभर अङ्कल छिटो आउनु पर्यो अन्तर मन्तर सिटाको गाडी आइदिन्छु सिरुटार बाल्कर भन्ने गाडी नआउनु भयो गाइस के भन्नु अब हामीले यही कामतिर लाग्नु पर्यो नेपालको भक्तपुरको कुन जिल्लाको कुन कुनातिर बसे चाहिँ यस्तै हो भक्तपुरको जिल्लाको वा ए भक्तपुरको वा एमपी वा कुन कुनामा पसेर बसे चाहिँ यस्तै हो फाइनली गाइज ब्याक इन होम घर आइपुगेँ होइन अरू ती दुईटी पनि गएँ गाडीबाट म चाहिँ झरेँ आजको भ्लग यतिसम्म रह्यो थ्याङ्क यू फर वाचिङ लाइक एन्ड कमेन्ट